फ्याक्ट एमएचको आजको प्रसङ्गको रूपमा सेक्स गर्दा यौनाङ्गको अवस्था कस्तो रहेको हुन्छ भन्ने प्रसङ्ग लिएर आएको छु। साथीहरू, भिडियोलाई अन्तिमसम्म हेरेर एक लाइक गर्न नबिर्सिनुहोला। सामान्य अवस्थाबाट हेर्दाखेरि नेपाली पुरुषहरू उत्तेजित हुँदा उनीहरूको लिङ्गको आकार 5 देखि 7 इन्चसम्मको रहेको हुन्छ भने उनीहरूको लिङ्ग 15 डिग्रीको कोण बनाएर ठडिएको हुन्छ। यही लिङ्ग सामान्य अवस्थामा रहँदा भने 3 देखि 5 इन्चको अवस्थामा झुन्डिएर रहेको हुन्छ र अण्डकोशको आकार सामान्य अवस्थामा यसको लम्बाइ 2 इन्च रहेको हुन्छ भने मोटाइ 3 इन्ची र यसको चौडाइ चाहिँ 5 इन्ची रहेको हुन्छ। देब्रे अण्डकोश दाहिने अण्डकोशभन्दा अलिकति तलतिर झुन्डिएर रहेको हुन्छ र दाहिने अण्डकोश देब्रे अण्डकोशभन्दा अलिकति ठुलो पनि हुन्छ। यो त भयो साथीहरू पुरुषको यौन अङ्गको बनावटको अवस्थाको बारेमा रोचक प्रसङ्ग। अब महिलाहरूको यौनाङ्ग सम्बन्धी रोचक प्रसङ्ग सुन्नुहोस्। सामान्य अवस्थामा महिलाहरूको योनिको गहिराई 3 इन्च र 0.8 इन्च फराकिलो हुन्छ, तर सेक्स गर्दाखेरिको अवस्थालाई हेर्यौं भने यो गहिराई 2.5 इन्च फराकिलो हुन्छ। यसको फराकिलो अथवा गोलाइ चाहिँ 0.8 इन्चबाट बढेर 2.5 इन्च फराकिलो बन्न जान्छन्। यो महिलाहरूको योनिको भित्ताहरूको साइज चाहिँ फुलेर यति परिवर्तन हुन्छ। पुरुषको लिङ्ग जस्तै सेक्सका क्रममा अर्थात् महिलाहरू उत्तेजित हुँदा योनिको भङ्गागुरको लम्बाइ सामान्य अवस्थामा छ भने 1 इन्च रहेको हुन्छ भने उत्तेजनामा आउँदा त्यो बढेर 0.20 इन्च रहेको हुन्छ र वीर्यको लम्बाइ 4 माइक्रोन हुन्छ। 1 मिलिलिटर वीर्यमा 2 करोड शुक्राणु पनि रहेका हुन्छन्। लगभग पुरुष र महिलाले सम्बन्ध राख्दै गर्दा पुरुषको वीर्य महिलाको पाठेघरमा स्खलित हुँदाखेरि एक पटक स्खलित हुँदा 30 करोडदेखि 50 करोड शुक्रकीटहरू महिलाको पाठेघरमा स्खलित हुन्छन्। यति बेला स्खलित भएको वीर्यहरू दौड्ने रेस लगाउने गति चाहिँ 1 घण्टामा 45 किलोमिटर दौड्ने शक्ति लिएको हुन्छ। जस्तै एउटा गाडीको दौडाइ जति 1 घण्टामा 40 किलोमिटर भन्छ, गाडीभन्दा पनि छिटो गतिमा शुक्रकीटहरू दौडिरहेका हुन्छन्। एक पटक स्खलित वीर्य 4 मिलिलिटर अर्थात् 1 चिया चम्चा जति हुने गर्छ। पुरुषहरू एकदमै धेरै उत्तेजनामा आएर चरम आनन्द प्राप्त गर्दा 3 देखि 5 सेकेन्ड र महिलाहरू चाहिँ 5 देखि 8 सेकेन्डको मात्र हुने गर्छ। त्यसकारणले योमा सेक्स सन्तुष्टिको सवालमा पुरुषलाई भन्दा महिलालाई नै धेरै चाहिँ मजा आउने प्राकृतिक रूपबाटै हुन्छ। पुरुषहरू चाहिँ सेक्सुअल इन्टरकोर्समा महिलाहरू भन्दा बढी चाहिँ आत्तिने र बढी चाहिँ यौन सम्बन्धप्रति लालायित हुने हुन्छौँ भने महिलाहरू चाहिँ प्राकृतिक रूपबाट पुरुषहरूसँग यौन सम्बन्ध राख्नलाई लालायित रहिरहेका हुन्छन्। त्यसभित्र सामाजिक कारणहरू अथवा अन्य कारणहरूले गर्दा महिलाहरूले प्रकट गर्न नसके पनि पुरुषहरूले प्रकट गर्ने परम्परा रहेको हुँदाखेरि पुरुषहरू प्रकट गर्न र सम्बन्धको तौरतरिका मिलाउन अगाडि हुन्छन् भने सेक्स सम्बन्ध राख्न उत्तिकै महिलाहरू पनि लालायित हुने गर्छन् र यसमा सेक्स सन्तुष्टिको लेभल चाहिँ पुरुषहरूभन्दा महिलाहरूमा केही फरक देखिन्छ। महिलाहरूले बढी नै यौन सन्तुष्टि प्राप्त गर्ने गर्छन्। शारीरिक अवस्था, उमेर, वातावरण, मानसिक अवस्था, खानपान, बसोबास, सम्बन्ध जस्ता कुराहरूले पनि यसमा प्रभाव पारिरहेका हुन्छन्। यी सबै कुराहरूको अवस्था एकदमै सही छ भने पुरुषले भन्दा महिलाले नै सबैभन्दा बढी सन्तुष्ट हुने र सन्तुष्ट प्राप्त गर्ने अवसर प्राकृतिक रूपबाट नै महिलाहरूलाई बढी नै रहेको हुन्छ। पुरुषको तुलनामा महिलाहरू धेरै पावरफुल हुन्छन् र उनीहरूले पुरुषले भन्दा बढी नै यौन सन्तुष्टि र यौनको चरम सुख अनुभूति गर्न सक्छन् भन्ने प्राकृतिक मान्यताका साथ फेरि यस्तै रोचक प्रस्तुतिमा भेट गर्ने बाचा गर्दै आजको प्रस्तुतिबाट बिदा हुन्छु। भिडियोलाई यहाँसम्म हेरिदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद।